नमस्कार दर्शकबिन, यतिखेर हामी छौँ ट्रेनिङमा व्यस्त छौँ। यहाँ हाम्रो कदक सर हुनुहुन्छ, दङ्गाली सर। नमस्कार हजुर। सन्चै हुनुहुन्छ? कस्तो रह्यो यहाँको इन्टरभ्यू? अच्छा, ट्रेनिङ एकदम गजब भयो नि, होइन? त्यो मास्क खोल्न मिल्दैन, के काण्ड मचाएर आउनु भयो? मिल्दैन? के छ? स्वागत छ हाम्रो च्यानलमा। यहाँलाई आराम हुनुहुन्छ? यहाँको शुभ नाम के पर्यो होला? आपका शुभ नाम क्या है? नाम शेर सिंह। शेर सिंह। घर आपका कहाँ पे है? शेर सिंह जी पाकिस्तान से आए हो? राजस्थान। अच्छा, आपका शादी हो गया? शादी हो गया ना। अच्छा, देखने में तो बहुत हैंडसम लग रहे हो। क्या बात है, मोटा मोटा हो गया है वो यार। आप कितने बच्चा बच्ची? बच्ची नहीं है ना, बच्चा ही है अपने को। अच्छा, बच्ची नहीं है। वो शादी किया हुआ कितने साल हो गया? 10 साल हो गया। तो आप इधर आए हैं, कितने दिन हो गया इधर? अच्छा, अभी कटार में हो आप। कितने साल के बाद जाओगे घर? 1 साल और रहेंगे ना। चलो ठीक है, इस समय के बावजूद भी थोड़ा सा टाइम दिया आपने, इसके लिए धन्यवाद। हेलो सर, हेलो, गुड मॉर्निंग। कैसे हो? ठीक है ना सर? नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? खाइ लाग्दा हत्ता खत्ता ज्यान छ है। चट्ट मास्क लगाएर चस्मा अलि मुनि झार्न मिल्दैन सर? अलिक बेला भयो। अलि बेला भएन। यहाँको शुभ नाम चाहिँ के पर्यो होला भन्नु मिल्छ? मेरो शुभ नाम विकास थापा। घर कता यहाँको? नेपाल। घर यता शङ्करसभा। अहिले हामी कतारमा छौँ। कति दिन भयो यहाँ आएको यता चाहिँ? त्यस्तै 1 हप्ता जति भयो। एकदम ट्रेनिङ कस्तो रह्यो आजको यहाँको, भन्नुहोस् केही अनुभव। हाल भन्नु पर्दाखेरि एकदम अहिलेसम्म चाहिँ जारी नै रहेको छ। ठीक छ नि, होइन? 3 मिनेट हो गयो। इसका फोल्डिंग के लिए आए हैं सारे लोग, इधर देख सकते हैं। दर्शक भी तपाईँ नेपाली होइन? नो 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 बुटल। यहाँको घर चाहिँ बुटुल भन्नुभएको छ। सरको शुभ नाम के पर्यो त? बुटुल। आई एम फ्रम नेपाल। नेपालको बुटुलमा हुनुहुन्छ तपाईँ? बुटुल सरको बिहा भयो त? नहीं हुआ, अब पहले हुआ था 4, अब करूंगा 2। अच्छा, क्या बात है, ये तो हिंदी बोल रहे हैं यार, हम तो समझ में नहीं आ रहा है। आपका शादी हो गया? नहीं हुआ। बाल बच्चा कितने हैं? एक बच्चे है। अभी उम्र कितने साल के? लंबे लंबे लग रहे हो यार। 50 साल के। 50 साल के। उधर हमारा हैंडसम सर बहुत मुस्कान दे रहे हैं। क्या बात है यार, स्वागत है हमारा चैनल में आपको भी। चश्मा थोड़ा नीचे करो। बोगडारी सर, वेलकम वेलकम हमारा चैनल में। कैसे हो आप, बताइए? नमस्ते। ठीक है ठीक है ठीक है। आज का ट्रेनिंग कैसे रहा आपका? थोड़ा थोड़ा ठीक था, थोड़ा थोड़ा मिस्टेक था। अच्छा अच्छा, आपका थोड़ा देखने में तो यार नेपाली नेपाली जैसे लग रहे हैं। क्या बात है? हामी नेपाली नै हो नि। अच्छा, नेपाली हो? अरे नेपालीमा बोलौँ न यार। हो नेपालीमै बोल्नु पर्छ। सर, साह्रै हेन्डसम लाग्नु भएको छ। खास के खानुहुन्छ सरले? म थोरै ढिनो खान्छु अनि सिस्नुको साग खान्छु, त्यही भएर यस्तो देखियो होला नि। सिस्नुको साग खाने मान्छे कटार आउनु भएको छ। यो कटारको अनुभव कस्तो लागिरहेको छ यहाँलाई? कतारमा सिस्नु पाउँछ कि भनेर आएको, यहाँ सिस्नै नपाउँदो रहेछ के। ए, बिहा गरेर आउनु भएको छ? बिहे त 3-4वटा गरेको, तर बालबच्चा छन् 10-12 वटा। 10-12 वटा छन्, होइन? उमेर कति भयो यहाँ? उमेर मलाई अहिले ठ्याक्कै 43.5 वर्ष भयो। ल ठिक छ, समयको बावजुद पनि थोरै टाइम दिनुभयो। यहाँलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु। के छ यहाँको शुभ नाम के पर्यो? मेरो शुभ नाम चाहिँ ज्ञानबहादुर राई भयो। कतार आउनु भएको छ? कति दिन भयो आज? आएको लगभग 1 हप्ता बढी भयो भनौँ न। 1 हप्ता भयो, होइन? हजुर हजुर। अहिलेसम्मको अनुभव थोरै सेयर गर्न मिल्छ हामीलाई? अनुभव त अब त्यस्तै नै हो, खाडी मुलुकमा अब अनुभव के नै हुन्छ र। त्यस्तै छ। तातो काम हो। अहिले ट्रेनिङमा व्यस्त हुनुहुन्छ, होइन? हजुर। आजको ट्रेनिङको अनुभव थोरै सुनौ न। आजको ट्रेनिङमा अलिअलि निन्द्रा लागेको थियो, सुतिहाल्यो। ए, सुताइ भयो, होइन? ल ठिक छ। अब कति वर्षपछि घर फर्किने प्लान छ त? हेर्दै जाउँ, पहिला गर्दै जाउँ काम, त्यसपछि मन लागेको छ भने चाँडै नै फर्किनेवाला छु। के छ यहाँको बिहे त भइसक्यो नि, होइन? बिहे भइसक्यो। बालबच्चा कति छन्? बालबच्चा र 2टा छन्। 2टा छन्, होइन? ल ठिक छ है, खुसी लाग्यो एकदम, फेरि समय दिनुभयो। सर, स्वागत छ हाम्रो च्यानलमा। सन्चै हुनुहुन्छ? यहाँको शुभ नाम? मेरो पूर्णबहादुर बुढाथोकी। घर कहाँ यहाँको? नेपाल। नेपाल सिन्धुली। सिन्धुली। कटार आएको कति दिन भयो? भयो 1 हप्ता जति। 1 हप्ता जति भयो। कस्तो छ यहाँको रहन सहन, अनुभव केही? अहिले अनुभव ठिकै छ, चिसो महिना छ, अनुभव ठिकै छ, नर्मली छ। अब गर्मी महिनामा चाहिँ अलि गाह्रो हुन्छ भन्ने सन्देश आइरहेको छ। बिहे त भइसक्यो नि सरको, होइन? भएको छैन सर। बालबच्चा कति छन्? बालबच्चा छैन सर। छैन? सिङ्गल हो। ल ठिक छ, अब गएर बिहे गर्ने होला नि त, होइन? बिहे गर्ने भनेर पैसा कमाउनु विदेश आएको छ। ल ठिक छ, धन्यवाद छ यहाँलाई। फेरि सक्बिन अब लास्ट हामी छोटो मिठो कुरा गर्न चाहन्छौँ। यता हाम्रो वरिष्ठ सर हुनुहुन्छ, यहाँसँग थोरै कुराकानी गरिहालौँ। नमस्कार नमस्ते सर। नमस्ते सर, आराम हुनुहुन्छ? म ठिक छु सर, तपाईँ सन्चै हुनुहुन्छ? एकदम आराम छ है।
यहाँसँग अन्तिममा कुरा गर्न पाइयो। हामीसँग समय धेरै छैन, लामो कुरा गर्दैनौँ होइन। यहाँको नेपालको घर चाहिँ कहाँ पर्यो होला भन्नु त? कास्की जिल्ला माथि गाउँपालिका वडा नम्बर 12। वडा नम्बर 12। अनि यहाँको बिहे भइसक्यो? बिहे भयो सर। बालबच्चा कति छन् यहाँको भन्नु? ए अनि यहाँको विदेश अहिले यो पहिलोचोटि मात्रै हो कि योभन्दा पहिला पनि आउनु भएको थियो? केही अनुभव छ? साउदी गइएको थियो। हजुर 7 वर्ष बसेर अनि फेरि 7 वर्ष घर बसेर फेरि रिटर्न आएको। ए हामी कुन ठाउँमा छौँ कटारको ठ्याक्कै? रसलापान भन्ने ठाउँमा छौँ। अब नयाँ छु, सबै कुरा त हामीलाई पनि थाहा हुने कुरो भएन। अहिले हामी ट्रेनिङमा छौँ होइन, यो कुरा सबैलाई अवगत नै छ। ट्रेनिङमा छौँ, हाम्रो ड्युटी सुरु भयो होइन। छैन ड्युटी कहिलेबाट सुरु हुन्छ त? ड्युटी अब 2 दिन ट्रेनिङ गरेपछि चाहिँ अब फेरि पछि के जानकारी गराउँछ यहाँ आयोजकबाट, अनि त्यसपछि थाहा होला। अहिलेसम्मको यहाँलाई छोटो मिठो एउटा अनुभव के रह्यो त्यो बताइदिनु न यहाँ दर्शकहरूलाई। अहिलेसम्म चाहिँ सबै कुरो ठिकै छ। मौसम पनि अहिले मिडियम टाइपको छ। हजुर हजुर गर्मी जाडो चाहिँ खासै त्यति अप्ठ्यारो केही परेको छैन। गर्मीले अप्ठ्यारो पार्ने बेला भएन। हजुर हजुर अब पछिको कुरो त कस्तो हुन्छ थाहा छैन। अहिलेसम्मलाई चाहिँ ठिक छ, खाना बस्नदेखि लिएर सबै कुराहरू ठिकै छ। अब गाडीले जहाँ लानु पर्यो भने गाडीले लैदिएछ, रुमबाट उठाउँछ, रुममै लैदिन्छ। जस कम्पनीको फेसिलिटी चाहिँ राम्रो छ भन्नु खोज्नु भएको? ठिक छ। अब भोलि काम गर्ने बेला काम कस्तो पर्छ, ट्रेनिङ सकिएपछिको कुरा अलग होला। अहिलेलाई त ठिकै छ। तर यो रसलापान भन्ने ठाउँमा चाहिँ अलि लामो समय काम गरियो भने स्वास्थ्यमा केही खराबी आउँछ भन्ने कुराहरू छ। यो विषयमा कतिको अध्ययन गर्नुमा यहाँलाई कस्तो लागिरहेछ? के यो कुरा सत्य हो? अध्ययन गर्नु त अब त्यस्तो ठ्याक्कै प्रुफ त हामीले केही तयार पारिसकेका छैनौँ। हजुर अब यत्र जान छौँ होइन, यिनै मात्रै कोही फेल भइएछ भने त्यही नै रेकर्ड हुने हो। हजुर हजुर ट्रेनरले चाहिँ भनेको थियो एउटा कुन चाहिँ ग्यास हो त्यसको चाहिँ नजिक गइयो भनेदेखि चाहिँ हाम्रो यो अन्डकोष चाहिँ ड्यामेज गराउने, नपुसक बनाउने हजुर हजुर त्यस्तो सम्भावना पनि हुन्छ अरे एउटा कुरो। दोस्रो कुरो चाहिँ लामो समय खाडीमा बसिराख्दाखेरि त्यो ठाउँमा नभइकन अरू सामान्य ठाउँमा गर्दा काम गर्दाखेरि पनि अन्डकोषमा केही असर पर्छ अरे भन्ने चाहिँ मैले सुनेको छु है। हजुर अनि अर्को क्वेसन यहाँको लागि, जस्तै अहिले यो यहाँले वैदेशिक रोजगारको लागि जुन एउटा यात्रा तय गर्नुभयो र यहाँसम्म आइपुग्नु भयो होइन, योभन्दा पहिला यहाँको योजना चाहिँ के थियो? खास चाहिँ अब विदेश नजाने प्लान बनाएर बसिरहेको थिएँ। हजुर हजुर अनि एउटा दुईटा चाहिँ त्यस्तै चाहिँ अब सानातिना घटना चाहिँ बाधाहरू भएर आइपुगेर अनि फेरि चाहिँ पछि चाहिँ अब यताउता गर्छु भन्दै अलिअलि फ्लप खाइयो। अनि त्यसपछि फेरि जानुपर्ने अवस्था सिर्जना भयो। खास चाहिँ विदेश चाहिँ मैले पहिल्यै बिट मारिसकेँ हो एकचोटि चाहिँ। यो भनेपछि पहिला साउदी जानुभयो, हजुर त्यसपछि साउदी मात्रै कति वर्ष बस्नु? 7 वर्ष बसेर गइयो। अनि म लगभग विदेशको योजना थिएन बिचमा कहिले पनि। लास्टमा चाहिँ अब गरेको कामहरू चाहिँ कोही अब आफूले गरि पुर्याइएन, कोही अब अरू नै कारणबाट चाहिँ बिथलिएर अनि त्यसपछि चाहिँ आउनु पर्यो। खास यो सबै कारण भनेको यो नेपाल सरकार अस्थिर सरकार हुनु र नेपालको चाहिँ सरकारको कुनै पनि चाहिँ एउटा चाहिँ भनौँ न सिक्योर केही पनि व्यवसाय सिक्योर नभएको कारणले गर्दाखेरि हामीहरू बाहिर आउनु पर्यो। हवस्, समयको बावजुद पनि यहाँले थोरै समय दिनुभयो, यसको लागि विशेष धन्यवाद छ। फेरि पनि यहाँसँग जोडिने मौका पऱ्यो भने हामी जोडिन्छौँ सर। अहिलेलाई यति नै है त। यो W9 भन्ने ठाउँमा हामी ट्रेनिङको लागि आएका थियौँ। दर्शकबिन यो भिडियो हेर्दै गर्दा यहाँले कस्तो लागिरहेछ कृपया यदि मन परेको छ भने भिडियोलाई लाइक सेयर अवश्य पनि गरिदिनु होला भन्न चाहन्छु। यदि हाम्रो च्यानल नयाँ भिजिट गर्दै हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई अवश्य पनि सब्सक्राइब गरिदिनु होला भन्दै हामी फेरि अर्को कुनै भिडियोको साथमा सुमधुर भेटघाट हुने नै छ। अहिलेको लागि बिदा दिनुहोस्। नमस्कार, धन्यवाद।